हेलो दर्शन नमस्ते। आज पनि आइसकेको छु तपाईहरुको बीच रोमानियामा बोलिने केही भाषाहरू लिएर। सालुत नमस्ते। विजयादशमीको शुभकामना। लामुल्ती आनी विजयादशमी बुझ्नु होला है। अलि बिस्तारै बोल। त्यही शब्दलाई रोमानियाका मान्छेहरूले भोरबेस्ते पुतिन माई इन्चेत भनेको अलि बिस्तारै बोल। नेपालीमा कुनै समस्या छैन। त्यही शब्दलाई रोमानियामा निची ओ प्रोब्लम पनि भन्छन् है। समस्या छ। त्यही शब्दलाई रोमानियामा एक्साइट ओ प्रोब्लम भनेको समस्या छ। सब ठिक छ। त्यही शब्दलाई रोमानियाका मान्छेहरूले टोटल एस्ते इन रेगुला भनेको नेपालीमा सब ठिक छ। धेरै राम्रो। त्यही शब्दलाई रोमानियामा फोर्ते बुन भनेको राम्रो हो। फोर्ते बुन भन्यो भने धेरै राम्रो। एकछिन पर्खिनुहोस् अथवा पर्खिनुहोस्। अस्ताई पुतिन पनि भन्छन् है। अस्ताई पुतिन। रोमानियाका मान्छेहरूले उन मोमेन्ट तेरोग भनेको हामी नेपालीमा एकछिन पर्खिनुहोस्। उन मोमेन्ट तेरोग। म तयार छु। त्यही शब्दलाई रोमानियामा यु सुन्त गाता। म तयार छु। यु सुन्त गाता। नेपालीमा अहिले आउँछु। त्यही शब्दलाई रोमानिया भाषामा बिन आकुम पनि भन्छन्। अहिले आउँछु। रोमानिया भाषामा बिन अथवा बिनित भनेको आउँदैछु। नेपालीमा बेनित पनि भन्छन्, बिन पनि भन्छन्। नेपालीमा आउँदैछु। रोमानियाका मान्छेहरूले सा मेर्जेम भन्यो भने नेपालीमा जाउँलाई रोमानियामा सा मेर्जेम भन्छन्। रोमानियाका मान्छेहरूले आदेवर भनेको नेपालीमा सत्य अथवा साँचो। रोमानियाका मान्छेहरूले मिम्सिएना भनेको नेपालीमा झुट। रोमानियामा मिम्सिएना। आज धेरै चिसो छ। त्यही शब्दलाई रोमानियाका मान्छेहरूले एस्ते फोर्ते फ्रिक आस्ताजी भन्छन्। हस् हजुर, आजलाई यति नै। भिडियोलाई मन परे सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ भन्दै आजलाई बिदा चाहे। हस्त नमस्कार।